सम्पूर्णमा नमस्कार। यो कोरियाको च्याउ कम्पनी। अहिले यो देखिराख्नु भएको तपाईले यो बोतलमा भएको च्याउहरू हो। यो च्याउहरू चाहिँ उमार्नलाई भित्र हालेको आज 12 दिनदेखि 13 दिनसम्म भएको छ। यो च्याउहरू 12-13 दिनमा यत्रो हुन्छ। अनि यसलाई काटेर छाटेर यो राम्रो यहाँ यत्रो यहाँ धेरै भागोमा काटेर यसरी यो दुईटा राख्न पर्छ। यो दुईटा राख्यो भने राम्रो बढेर हुर्किएर ठुलो हुन्छ अनि पछि टिपेर प्याक गर्न सजिलो हुन्छ। कोरियामा च्याउ कम्पनीमा च्याउहरू यसरी राख्ने गरिन्छ। यो च्याउहरू 17-18 दिनमा चाहिँ पूर्ण रूपमा बेच्न लायक भएर हुर्किसक्छ अनि सबै टिपेर भ्याइसक्नुपर्छ। 18 दिनभन्दा बढी राख्यो भने फेरि यो बिग्रिँदै जान्छ। यो च्याउ कम्पनी हो कोरियाको। यहाँ च्याउ मेसिनहरू हावा तातो चिसो हावाको लागि, गर्मी र जाडोको लागि यहाँबाट बाफबाट पानीहरू आउँछ यो मेसिनहरूबाट। त्यो हो खासै अर्गानिक नै हो। खासै त्यसमा विषादी मिसाएको केही हुँदैन यसमा। कोरियाको च्याउ कम्पनी यस्तो हुन्छ हेर्नुहोस्। यसरी घरभित्र च्याउ मरिन्छ। यहाँ स्टेप गरी राखेको छ।